सो हेलो गाइज, स्वागत छ हजुरहरूलाई आजको मेरो डे 10 मिनी भ्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ म उठ्दाखेरि नि 1 बजिसकेको थियो। धेरै जस्तो त म ढिलै उठ्छु, तर खाना पकाउने पालो चाहिँ मेरो पर्यो भने म अलिक छिटै उठ्छु। आज चाहिँ खाना पकाउने पालो मेरो थियो, तर पनि म अलिक ढिलै उठेको थिएँ। म चाहिँ उठेर पानी खाएर अनि किचनतिर खाना पकाउन जाँदा त खाना त अघि नै पाकिसकेको रहेछ। दिदीले चाहिँ खाना अघि नै पकाइसकेकी रहेछ। त्यो देख्दा त मलाई यस्तो खुसी लाग्यो। अघि नै थाहा भएको भए त म एकछिन सुत्थेँ नि। मैले चालै नपाइकन अघि खाना चाहिँ पाकिसकेको रहेछ। दिदीले चाहिँ मलाई मैले खाना पकाइदिएँ, अब मसँग बाहिर जाउँ भनी। मलाई चाहिँ जानै मन थिएन, तर जबरजस्ती भए पनि लिएरै गएँ। कि त बाहिर होइन कि त मेरो पालीमा पनि तैँले नै खाना पकाउनु पर्छ भनिसकेपछि त जानै पर्यो। यो खाना पकाउने त मबाट हुँदैन। आफ्नो पालीमा त लास्टै झ्याउ लाउँछ मलाई खाना पकाउन, झन् अरूको पालीमा पकाउने त कुरै हुँदैन। त्यस्तो काम त मबाट हर्गिस हुँदैन, बरु म बाहिरै जान्छु भनेर म बाहिरै गएँ। अनि पसलमा पुगेर थोरै सामान किनि नै हालेँ। यो चाहिँ नोटिस पसल हो, यहाँ चाहिँ नोटिसमा पाउने सामानहरू सबै पाइन्छ। यसलाई किन्नु भने चाहिँ केही रहेनछ, तर पनि मलाई त्यत्तिकै दुःख देखिरहेछ। हेर्दा गरेर एउटा सामान चाहिँ किने, अनि त्यति सामानको लागि यहाँ सामान लिएर आएकी रहेछ। त्यहाँदेखि निस्केर हामी चाहिँ गयौँ उखुको जुस खान। त्यही पनि जबरजस्ती, उसले भनेको ठाउँमा सबैतिर जानुपर्छ, मैले भनेको ठाउँमा काहीँ पनि जादिनँ। त्यहाँदेखि आएर नुहाइधुवाइ गरेर यसो बाहिर आएको त मेरो आँखा त यो मनी प्लान्टमा पो गयो। हिजो अस्तिसम्म यत्रो थियो, अहिले यत्रो ठुलो भइसकेछ। अनि म चाहिँ ड्युटी जान रेडी हुन थालेँ। फेरि यहाँनिर मेरो साथीको चटक चाहिँ छुट्टै छ। जे होस् मेरो क्यामेरा देखिसक्दा हाय चाहिँ भन्छन्, अरू जस्तो लजाउँदिनँ, त्यसमा चाहिँ खुसी लाग्छ। अनि अर्की दिदी चाहिँ पछाडिदेखि आएर लु भयो उसलाई मात्रै नदेखाऊ, मलाई पनि देखाऊ, म पनि लजाउँदिनँ भन्दै फिल्ममा हिरोनीको एन्ट्री भए जस्तै एन्ट्री हान्दै थिइन्। अनि दिदी बहिनी भएपछि यति चाहिँ हुनै पर्छ है। अनि म कस्ती देखिए भन्नुहुँदै थियो, तपाईँ यस्तै राम्री त्यसै राम्री भनिदिएको त मक्खै। त्यति गर्दा गर्दै हाम्रो चाहिँ ड्युटी जाने बेला भइसकेको थियो। अनि म चाहिँ गएँ ड्युटीतिर। सो गाइस, आजको लागि यति नै। अनि यतिसम्म भ्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। बाई बाई।